बिहानदेखि दिनभरि यतिखेरसम्म सारा दुनियाँलाई न्यानो घाम दिँदै दिएर भगवान सूर्यनारायण अस्ताउनुहुन्छ। हेर्नुहोस्, भगवानको नजरमा सारा दुनियाँ, संसारका सारा प्राणीहरू समान छ। हेर्नुहोस् त, भगवान सूर्यनारायण आरामसँग अस्ताउनुहुन्छ। भगवानले को ठुलो को धनी को सानो को ठुलो सबै प्राणी र सबै मनुष्यले समान रूपमा व्यवहार गरिरहेको छ। तर मान्छेबाट ठुलो गल्ती भइरहेको छ। भगवानले यसरी मान्छेलाई मद्दत गर्दा पनि मान्छेमा सन्तुष्ट छैन। संसारमा जताततै हलचल मचिरहेको छ र मान्छेहरूमा पनि भगवानलाई सम्झनु पर्ने कुनै किसिमको गुण पनि देख्दैन। मान्छेहरू भगवान छैन, के छैन, यो छैन भनेर कराउन थालेको छ। त्यसको सट्टा यदि मान्छेले, यो पृथ्वीमा भएका मान्छेहरूले भगवानलाई फुर्सदको टाइममा समय मिलाएर भगवानको प्रार्थना गरेको खण्डमा मान्छे अवश्य पनि अगाडि बढ्न सकिन्छ नै। तर मान्छेले यो गरेको छैन। उल्टै भगवानलाई गाली गरिरहेका छन्। चर्को घाम लाग्यो भने चर्को घाम लाग्यो, यदि घाम लागेन भने नि भगवानलाई उल्टै गाली गर्छन्। चर्को घाम लाग्ने टाइममा बादल आइदिए हुन्थ्यो भनेर भन्छ। हजुर यार, हजुर। र बादलै बादल 2-4 दिन 1-2 हप्ता लाग्यो भने किन घाम लागेन भनेर उल्टै गर्छ। कुनै बेला हावाहुरी आएर कुनै बेला पानी परेर भगवानलाई पनि अस्तव्यस्त बनाइरहेको छ। त्यसैले मान्छेले सद्विचार सद्भावना लिएर भगवानको प्रार्थना गरेको खण्डमा अवश्य पनि भगवानले मान्छेलाई अगाडि बढ्ने मद्दत गरिरहेको हुन्छ भने अवश्य पनि भगवानले मद्दत गर्छ। त्यसैले हामीले भगवानलाई सम्झनु पर्छ र भगवानको प्रार्थना गर्नुपर्छ र हामीले हाम्रो जिन्दगीमा दैनिक जीवनमा गर्नुपर्ने काम पनि गरिरहनु पर्छ। भगवान भनेको भगवान हो। भगवानले निरन्तर रूपमा सबै प्राणीहरूलाई अगाडि बढ्ने प्रेरणा दिइरहेका छन् र मौका दिइरहेका छन्। त्यो मौका उठाउने, त्यो मौकालाई पुरा गर्ने भनेको हामी आफै हो। आफ्नो जिन्दगीलाई अगाडि बढाउने या पछाडितिर धकेल्ने भन्ने कुरा हामी आफैमा सीमित हुन्छ। आफ्नो जिन्दगीको ड्राइभर आफै हो। त्यसैले भगवानलाई हामीले सम्झनुपर्छ, पूजा गर्नुपर्छ, भगवानको प्रार्थना गर्नुपर्छ। हामीले जे मुखमा भगवानको नियमलाई हामीले पालन गर्नुपर्छ। भगवानले जस्तै निरन्तर हामीले संसारका सबै प्राणीहरूलाई सकेसम्म दया मायाका भावनाहरू फैलाउनु पर्छ अनि हामी अगाडि बढ्न सक्छौँ। भगवानको जस्तै विचार लिएर हामी अगाडि बढ्न सक्छौँ। तर मान्छेले यस्तो गर्न सकेका छैनन्, यस्तो गरिरहेका छैनन्।
त्यसैले हामीले भगवान सूर्यनारायण जस्तै अटल अमर आफ्नो कामलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्छ। अवश्य पनि हामी हाम्रो गन्तव्य स्थानमा पुग्न सक्छौँ। साँच्चै भगवान सूर्यनारायण अस्त